हामी सबैको जीवनमा एक समय आउँछ जब हामीलाई लाग्छ कि म केही गर्न सक्छु, तर अचानक हामीलाई थाहा हुन्छ कि हाम्रो प्रयासको कुनै खास प्रभाव छैन। हामी सधैँ सोच्दछौँ कि जीवनमा केही ठुलो गर्नको लागि हामीले धेरै बोल्नुपर्छ, देखाउन वा प्रमाणित गर्न आवश्यक छ। दुनियाँलाई सुनाउँदा हाम्रो महत्त्व बढ्छ भन्ने लाग्छ, तर हामीले जे भन्छौँ त्यति गर्न सक्दैनौँ भनेर कहिले सोच्नु भएको छ? त्यसपछि यो प्रश्न उठ्छ कि हामीले जे गर्नुपर्छ के हामीले वास्तवमै गर्दैछौँ? के हाम्रो जीवन हामीले चाहेको दिशामा गइरहेको छ? हाम्रो असल नियतका बावजुद पनि हामी किन असफल हुन्छौँ? के हामीभित्र केही कमी छ? के हामी आफैलाई परिवर्तन गर्न सक्षम छैनौँ? हरेक दिन हामी आफैलाई विश्वास दिलाउन प्रयास गर्छौँ। के हामी सफल हुनुपर्छ? हामी खुसी हुनुपर्छ। हामीले आफ्नो बानी सुधार गर्नुपर्छ। तर जब हामी यस दिशामा पाइला चाल्न खोज्छौँ, उही पुरानो बानी, उही पुराना विचारहरूले हामीलाई पछाडि राख्छ। हामीलाई थाहा छ परिवर्तन आवश्यक छ, तर के हामी त्यसको लागि तयार छौँ? के हामी हाम्रो शब्दहरू परिवर्तन गर्न तयार छौँ? वा हामी आफ्नो कार्यमा त्यो परिवर्तनलाई सच्चा हृदयले लागू गर्न तयार छौँ? हामी अक्सर भन्छौँ कि परिवर्तन म आफै ल्याउँछु, तर के हामी यो परिवर्तनको लागि साँच्चै तयार छौँ त? हामी केवल कुरा गर्छौँ वा हामी परिवर्तन गर्न तयार छौँ भनेर हाम्रा कार्यहरूद्वारा प्रमाणित गर्छौँ। हामी अक्सर अरूले हामीलाई बुझ्न र हामीलाई परिवर्तन गर्न अपेक्षा गर्छौँ, तर हामी आफैलाई परिवर्तन गर्न के कदम चाल्दैछौँ त? जीवनमा धेरै पटक हामी असफल हुन्छौँ किनकि हामी अरूलाई परिवर्तन गर्ने प्रयास गर्छौँ। हामी आफ्नो शब्दहरू बनाउने प्रयास गर्छौँ, जबकि वास्तविक परिवर्तन भित्रबाट सुरु हुन्छ। हामी सोच्दछौँ कि हामी धेरै बोल्यौँ भने सबै ठिक हुनेछ, तर सत्य यो हो कि हाम्रो वास्तविक गल्ती हामीले आफ्नो भित्री परिवर्तनलाई ध्यान दिँदैनौँ। जबसम्म हामी आफैले परिवर्तन गर्दैनौँ, बाह्य परिवर्तन सम्भव छैन। जति हामीले आफूलाई बुझ्दछौँ, हामीले हाम्रो जीवनमा स्थायित्व सुधार्छौँ। तपाईँको परिवर्तन, तपाईँको शक्ति कतै बाहिरै छैन, यो तपाईँभित्रै छ। आफूलाई परिवर्तन गर्नु भनेको आफ्नो सोच, बानी र प्रक्रियाहरू परिवर्तन गर्नु हो। जब हामी आफैलाई बदल्छौँ, साँचो सफलता स्वतः हाम्रो पाइलामा आउँछ। के तपाईँ यो परिवर्तनको लागि तयार हुनुहुन्छ? अब बोलेर मात्रै परिवर्तन आउँदैन भन्ने बुझ्नुपर्छ। हामीले यो बुझ्नुपर्छ कि हामीले परिवर्तनको बारेमा कुरा गर्ने कुरा बाह्य मात्र होइन, हाम्रो गहिरो भाग हो। हामीले आफ्नो बानी परिवर्तन गर्न सक्छौँ। आफ्नो सोच परिवर्तन गरेर आफ्नो कार्य परिवर्तन गर्नुहोस्। बानी परिवर्तन ल्याएमा मात्रै हामी साँच्चै परिवर्तन ल्याउन सक्छौँ। तर के हामी यो परिवर्तन आफैबाट सुरु गर्दैछौँ त? के हामी हाम्रो बानी र सोचमा काम गर्दैछौँ? आजसम्म हरेक पटक हामीले केही परिवर्तन गर्ने बाचा गर्छौँ। के हामी त्यो बाचा आफैसँग पुरा गर्छौँ? हामी पुरा गर्दैनौँ। हामी बोल्छौँ, तर हामी आफैलाई कहिले बदल्न सक्दैनौँ। के तपाईँले कहिले सोच्नु भएको छ कि हाम्रो कर्म र भनाइ किन मेल खाँदैन? हामी सोचे जस्तो गर्न किन सक्दैनौँ? यहाँ सबैभन्दा महत्त्वपूर्ण प्रश्न यो हो कि के हामी सत्य बोलेर आफूलाई परिवर्तन गर्न तयार छौँ? यो प्रश्नको उत्तर हाम्रो कर्म र कार्यले मात्र दिन सक्छ। जबसम्म हामी वास्तविक परिवर्तन हाम्रो सोच र कार्यमा छ भनेर बुझ्दैनौँ, तबसम्म हामीले कुनै परिवर्तन अनुभव गर्न सक्दैनौँ। आजको यो भिडियोमा हामीले बोल्नुभन्दा पनि आफूलाई परिवर्तन गर्ने कुरालाई कसरी बुझ्ने र यसलाई आफ्नो जीवनमा कसरी लागू गर्ने भन्ने कुरा सिक्नेछौँ। यस विषयमा चर्चा गर्नु अघि हामीले हाम्रो भित्री संसारलाई परिवर्तन गर्दा मात्र वास्तविक परिवर्तन हुन्छ भन्ने कुरा बुझ्नु महत्त्वपूर्ण छ। यदि हामी परिवर्तन भयौँ भने के तपाईँ यो परिवर्तनको लागि तयार हुनुहुन्छ? आउनुहोस् अब यो यात्रा सुरु गरौँ, जहाँ हामी आफैलाई परिवर्तन गर्ने वास्तविक शक्तिले चिन्नेछौँ र यसलाई हाम्रो जीवनमा लागू गर्नेछौँ। जीवनमा हामी सबै आफ्नो गल्ती र असफलताबारे सोच्दछौँ। कहिलेकाहीँ हामी आफैभित्र हेर्छौँ, के मलाई परिवर्तन गर्न आवश्यक छ? यो प्रश्नले हामीलाई अक्सर बेवास्ता गर्छ। तर के हामी वास्तवमै यस प्रश्नको सही जवाफ जान्दछौँ? हामीले बोल्ने भन्दा बढी आफूलाई परिवर्तन गर्न आवश्यक छ। जबसम्म हामी आफैलाई परिवर्तन गर्दैनौँ, जबसम्म हामीले नियत राख्दैनौँ,
हामी केवल एक हौँ। हामी निरन्तर चक्रमा फँसेका छौँ। हामी सोच्दछौँ कि यदि बाहिरी परिस्थिति, व्यक्ति वा परिस्थिति परिवर्तन हुन्छ भने हाम्रो जीवन पनि परिवर्तन हुनेछ। तर सत्य यो हो कि जे परिवर्तन गर्न आवश्यक छ त्यो हामीभित्र छ। यदि हामीभित्रबाट परिवर्तन भएनौँ भने बाहिरबाट कसैले परिवर्तन गर्दैन। परिवर्तनले हामीलाई कहिले सन्तुष्ट पार्न सक्दैन। कल्पना गर्नुहोस् कि यदि हामी एक दिन बिउज्यौँ र महसुस गर्यौँ कि हामी जस्तो थियो त्यस्तै छौँ, सायद यसले हामीलाई निराशा र पीडा दिइरहेको छ। हामी किन चिजहरूमा मात्र बस्दछौँ, तर ती चिजहरू गर्ने शक्ति हामीसँग किन छैन? यो समय हो जब तपाईँ आफैमा जोस पाउन सक्नुहुन्न। हामीले आफैलाई यो प्रश्न सोध्नुपर्छ, के म आफैलाई परिवर्तन गर्न तयार छु त? उदाहरण रूपमा मानौ एक व्यक्ति सधैँ हरेक कुरामा क्रोधित हुन्छ। ऊ सानो सानो कुरामा पनि यति उत्तेजित हुन्छ कि उसको दिन खराब हुन्छ। त्यसपछि उसलाई लाग्छ म आफ्नो रिस नियन्त्रण गर्न चाहन्छु, तर म किन सक्दिनँ? जब उसले मानिसहरूलाई हेर्छ आफ्नो वरिपरि, उसले तिनीहरूलाई शान्त र खुसी देख्छ र किन उसले यो गर्न सक्दैन भनेर बुझ्छ। जवाफ सरल छ, उसले आफूलाई परिवर्तन गर्ने प्रयास नै गर्दैन। के हामीले कहिले सोचेका छौँ त? यो क्रोध बाह्य परिस्थितिमा मात्र निर्भर हुन्छ, वा यो हाम्रो भित्री सुरक्षा, तनाव र निराशाको परिणाम हो? जबसम्म हामी हाम्रो भित्री विचार र भावनालाई निको पार्दैनौँ, हामी रिसलाई नियन्त्रण गर्न सक्दैनौँ। यदि हामीले आफूलाई परिवर्तन गर्ने मनसाय छैन भने हाम्रो जीवनमा केवल चिजहरू मात्र हुनेछन् र कुनै परिवर्तन हुने छैन। हामी सबैले बुझ्नुपर्छ कि आफूलाई बदल्नु भनेको आफ्नो बानी परिवर्तन गर्ने नाम मात्र होइन, बरु यसले हाम्रो सोच, बुझाइ र भावनालाई असर गर्छ। यदि हामी इमान्दारीपूर्वक हाम्रो जीवन राम्रो होस् भन्ने चाहन्छौँ भने हामीले पहिले आफैलाई परिवर्तन गर्न पाइला चाल्नुपर्छ। कतिपय मानिसहरू विश्वास गर्छन् कि परिवर्तन केवल ती व्यक्तिहरूको लागि हो जसले केही हासिल गर्नुपर्दछ वा जो जीवनमा केही ठुलो सफलता चाहन्छ। तर सत्य यो हो कि परिवर्तन हामी सबैको लागि हो, चाहे हामी जुनसुकै चरणमा छौँ। यदि हामी आफैलाई परिवर्तन गर्न तयार छैनौँ भने हामी खुसी, शान्ति र सन्तुष्टि कहिले महसुस गर्न सक्दैनौँ। अर्को उदाहरण लिनुहोस् न, एक व्यक्ति जसले सधैँ मेरो बारेमा गुनासो गर्छ वा उसलाई लाग्छ मेरो सम्बन्ध खराब छ, मानिसहरूले मलाई बुझ्दैनन्, सबैले मलाई गलत बुझ्छन्। यो व्यक्ति सधैँ अरूलाई दोष दिन्छ। तर के उसले कहिले आफैले सोधेको छ कि ऊ आफैले आफ्नो सम्बन्धलाई राम्ररी सम्हाल्दैछ? के उसले कहिले आफ्नो स्वभाव बुझ्ने प्रयास गरेको छ? यदि उसले अरूको गल्तीमा धेरै ध्यान दिइरहेको छ भने ढिलो वा चाँडो उसले आफैलाई एक्लो भेटाउनेछ। सम्बन्ध तब राम्रो हुन्छ जब आफैलाई बदल्ने प्रयास गर्छौँ। जबसम्म हामी आफैलाई परिवर्तन गर्छौँ, हाम्रो बाह्य संसार परिवर्तन हुन सक्दैन। यो बुझौँ कि परिवर्तनको वास्तविक काम हामी आफैमा छ भने मात्र हामी साँचो खुसी पाउन सक्छौँ। बोल्न वा अरूलाई औला उठाउन सजिलो छ, तर जब हामी आफैले काम गर्न थाल्छौँ तब त्यो वास्तविक सङ्घर्ष हो। यो सङ्घर्षले हामीलाई जीवनमा वास्तविक परिवर्तन दिन्छ। के तपाईँले कहिले महसुस गर्नुभएको छ कि जब तपाईँ आफैलाई परिवर्तन गर्न एक कदम चाल्नुहुन्छ, सम्पूर्ण संसार तपाईँको लागि नयाँ दिशा अघि बढ्छ? जब हामी आफैमा, हाम्रो सोचमा, हाम्रो बानीमा, हाम्रो प्रतिक्रियामा परिवर्तन ल्याउँछौँ, हरेक कुरामा नयाँ परिवर्तन आउँछ। यो परिवर्तनले हाम्रो जीवनलाई सकारात्मक दिशामा मोडिदिन्छ। यो त सुरुवात मात्र हो र आउँदा दिनमा हामी गहिरो प्रश्नतिर लाग्नेछौँ जसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि जबसम्म हामीले आफूलाई परिवर्तन गर्नतर्फ लाग्दैनौँ, हामीले पहिलो कदम नचालेसम्म केही पनि सम्भव छैन। हामीसँग समय छ, हामीले पर्खनु हुँदैन। यो अवसर हाम्रो लागि मात्र हो। जब हामी आफूलाई बदल्छौँ, हाम्रो संसार पनि परिवर्तन हुनेछ। जति धेरै समय हामी आफूलाई परिवर्तन गर्नमा खर्च गर्छौँ, त्यति नै धेरै समय हामी आफूलाई परिवर्तन गर्नमा खर्च गर्छौँ। जब तपाईँ आफ्नो खुसी र सन्तुष्टि प्राप्त गर्नमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ, यो समय हो कि हामीले आफूलाई परिवर्तन गर्ने मनसाय राख्नुपर्छ। किनकि त्यो परिवर्तनले हाम्रो जीवनलाई साँचो खुसी र सफलतातर्फ लैजान्छ। जीवनको एक समयमा हामी सबै आफ्नो गल्ती र असफलताबारे सोच्दछौँ। कहिलेकाहीँ हामी आफैभित्र हेर्छौँ र हामी यो प्रश्न सोध्छौँ कि के मलाई परिवर्तन गर्न आवश्यक छ? यो प्रश्नले हामीलाई अक्सर बेवास्ता गर्छ। तर के हामीलाई यस प्रश्नको साँचो जवाफ थाहा छ त? हामीले बोल्न सक्ने भन्दा बढी आफूलाई परिवर्तन गर्न आवश्यक छैन। जबसम्म हामी आफैलाई परिवर्तन गर्दैनौँ, जबसम्म हामीले सोच परिवर्तन गर्दैनौँ, हामी केवल एक स्थिर चक्रमा फँसेका छौँ। हामी सोच्दछौँ कि यदि बाहिरी परिस्थिति, व्यक्ति वा परिस्थिति परिवर्तन हुन्छ भने हाम्रो जीवन पनि परिवर्तन हुनेछ। तर सत्य यो हो कि जे परिवर्तन गर्न आवश्यक छ त्यो हामीभित्र छ।
यदि हामी आफै भित्रबाट परिवर्तन भएनौँ, कुनै पनि बाह्य परिवर्तनले हामीलाई कहिले सन्तुष्ट पार्न सक्दैन। कल्पना गर्नुहोस् कि यदि हामी एक दिन बिउज्यौँ र महसुस गर्यौँ कि हामी जस्तो थियौँ त्यस्तै छौँ, सायद यसले हामीलाई निराशा र पीडा दिइरहेको छ। किन हामी चिजहरूमा मात्र बाँच्दछौँ तर ती चिजहरू गर्न चाहँदैनौँ? यो समय हो जब म आफैमा जोस पाउन सक्दिनँ, जब हामीले आफैलाई यो प्रश्न सोध्नुपर्छ, के म आफैलाई परिवर्तन गर्न तयार छु त? उदाहरणको रूपमा मानव एक व्यक्ति सधैँ हरेक कुरामा रिसाउँछ, उसको सानातिना कुरामा यति उत्तेजित हुन्छ कि उसको दिन बिग्रिन्छ। त्यसपछि उसलाई लाग्छ म रिसलाई नियन्त्रण गर्न चाहन्छु तर सक्दिनँ। किन सक्दिनँ त? जब उसले आफ्नो वरपरका मानिसहरूलाई हेर्छ, उसले तिनीहरूलाई शान्त र खुसी देख्छ, किन यो गर्न सक्दैन भनेर बुझ्छ। जवाफ सिधा छ, उसले मात्र भन्छ आफूलाई परिवर्तन गर्ने प्रयास कहिले गर्दैन। हामीले कहिले सोचेका छौँ कि यो क्रोध बाह्य परिस्थितिमा मात्र निर्भर गर्दछ वा यो हाम्रो भित्री असुरक्षा, तनाव र निराशाको परिणाम हो। जबसम्म हामी हाम्रो भित्री विचार परिवर्तन गर्दैनौँ, भावनात्मक निको पार्दैनौँ, हामी हाम्रो भित्रको घाउ हामीले सही काम नगरेसम्म रिसलाई जित्न सक्दैनौँ। यदि हामीले आफूलाई परिवर्तन गर्ने मनसाय छैन भने हाम्रो जीवनमा केवल चिजहरू हुनेछ र कुनै परिवर्तन आउने छैन, हुने छैन। हामी सबैले बुझ्नुपर्छ कि आफूलाई बदल्नु भनेको आफ्नो बानी परिवर्तन गर्ने नाम मात्र हो, बरु यो हाम्रो सोच र बुझाइ हो, यो भावनाको बाटो परिवर्तनको नाम हो। यदि हामी इमान्दारीपूर्वक हाम्रो जीवन राम्रो होस् भन्ने चाहन्छौँ भने हामीले पहिले आफूलाई परिवर्तन गर्न पाइला चाल्नुपर्छ। कतिपय मानिसहरू विश्वास गर्छन् कि परिवर्तन केवल ती व्यक्तिहरूको लागि हुन्छ जसले केही हासिल गर्दछ वा जो जीवनमा केही ठुला सफलता चाहन्छन्। तर सत्य यो हो कि परिवर्तन हामी सबैको लागि हो, चाहे हामी जुनसुकै चरणमा छौँ। यदि हामी आफूलाई परिवर्तन गर्न तयार छैनौँ भने हामीले त्यो खुसी, शान्ति र सन्तुष्टि कहिले महसुस गर्दैनौँ। हामी वास्तवमा के चाहन्छौँ त्यो फेला पार्नेछौँ। अर्को उदाहरण लिनुहोस्, एक व्यक्ति जसले सधैँ आफ्नो सम्बन्धको बारेमा गुनासो गर्छ। उसलाई लाग्छ मेरो सम्बन्ध खराब छ, मानिसहरूले मलाई बुझ्दैनन्, सबैले मलाई गलत बुझ्छन्, मलाई दोष दिन्छन्। यो व्यक्तिले सधैँ अरूलाई दोष दिन्छ। तर के उसले आफैलाई सोधेको छ कि उनी आफैले सम्बन्धलाई राम्ररी सम्हालिरहेका छन्? के उसले कहिले आफ्नो स्वभाव बुझ्ने प्रयास गरेको छ? यदि उसले अरूको गल्तीमा धेरै ध्यान दिइरहेको छ भने ढिलो वा चाँडो उसले आफैलाई एक्लो भेटाउनेछ। सम्बन्ध तब राम्रो हुन्छ जब आफैलाई बदल्ने प्रयास गर्छौँ। हाम्रो बाह्य संसार परिवर्तन हुन सक्दैन जबसम्म हामीले परिवर्तन ल्याउँदैनौँ। जसले परिवर्तनको वास्तविक काम आफैमा हुन्छ भन्ने बुझ्दछ, मात्र उनीहरूले साँचो खुसी पाउन सक्छन्। अरूलाई बोल्न वा औँला उठाउन सजिलो छ, तर जब हामी आफैमा काम गर्न थाल्छौँ त्यो वास्तविक एक सङ्घर्ष हो। यो सङ्घर्ष हामीले जीवनमा सामना गर्नुपर्छ, साँचो परिवर्तन ल्याउने शक्ति दिन्छ। के तपाईँले कहिले महसुस गर्नुभएको छ कि जब तपाईँ आफैलाई परिवर्तन गर्न एक कदम चाल्नुहुन्छ, सम्पूर्ण संसार तपाईँको लागि नयाँ दिशामा अघि बढ्छ? जब हामी आफैमा, हाम्रो सोचमा, हाम्रो बानीमा परिवर्तन ल्याउँछौँ, हाम्रा प्रतिक्रियाहरूमा, हरेक कुरामा नयाँ परिवर्तन हुन्छ र यो परिवर्तनले हाम्रो जीवनलाई सकारात्मक दिशामा मोडिदिन्छ। यो त सुरुवात मात्र हो र आउँदा दिनमा हामी गहिरो प्रश्नहरूतिर लाग्नेछौँ जसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि जबसम्म हामी आफूलाई परिवर्तन गर्न तयार छौँ, जबसम्म हामीले दिशामा पहिलो कदम चाल्दैनौँ, तबसम्म केही पनि सम्भव छैन। हामीसँग समय छ, हामीले पर्खिनु हुँदैन। यो अवसर हाम्रो लागि मात्र हो। जब हामी आफूलाई बदल्छौँ, हाम्रो संसार पनि परिवर्तन हुनेछ। जति धेरै समय हामी आफूलाई परिवर्तन गर्नमा खर्च गर्छौँ, त्यति नै समय हामीले आफ्नो खुसी र सन्तुष्टि प्राप्त गर्नमा खर्च गर्न सक्छौँ। त्यसैले अब समय आएको छ हामीले आफूलाई परिवर्तन गर्ने मनसाय गर्नुपर्छ, किनभने त्यो परिवर्तनले मात्र हाम्रो जीवनलाई साँचो खुसी र सफलतातर्फ लैजान्छ। हामी प्रायः हाम्रो जीवनमा परिवर्तनको बारेमा कुरा गर्छौँ, तर के तपाईँले कहिले आफैले सोध्नुभयो कि परिवर्तनको आवश्यकता के हो? वास्तविक सुरुवात कहाँबाट हुन्छ? हामी सबैले एक न एक समय महसुस गरेको हुनुपर्छ कि बाहिरी संसार परिवर्तन भइरहेको छैन, तर के हामीले कहिले आफूलाई परिवर्तन गर्ने प्रयास गरेका छौँ? र यो त्यही ठाउँ हो जहाँ हामीले हाम्रो जीवनको सबैभन्दा ठुलो परिवर्तन सुरु गर्छौँ। अब हामीले लिन सक्ने सबैभन्दा सरल र प्रभावकारी कदमको बारेमा कुरा गर्छौँ। सबै सजिलै लिन सकिन्छ। यो चरण हो हाम्रो सोच र प्रतिक्रियामा परिवर्तन। हामी अक्सर आफूलाई बदल्ने कुरा गर्छौँ, तर यो परिवर्तन हाम्रो सोचबाट सुरु हुन्छ। जब हाम्रो सोच बदलिन्छ तब हाम्रो संसार बदलिन्छ। तब हामी सधैँ यो बुझ्छौँ कि हामी सधैँ आफ्नो समस्याको कारण यो हो कि बाहिरबाट आएका कुराहरू मान्छौँ। तर यदि हामीले आफैलाई भित्रबाट बदल्नु छ भने हामी बाहिरी संसारलाई पनि फरक देख्नेछौँ।
हरेक पटक लडेपछि ऊ उठ्नुपर्छ र दृढ भएर उभिनुपर्छ भन्ने अवसर बुझ्नुभयो भने हामीले हाम्रो सोचलाई दिशा दियौँ भने आफ्नो सोचलाई सकारात्मक दिशातर्फ मोड्ने पहिलो व्यावहारिक कदम हो। हरेक कठिनाइले हामीलाई केही नयाँ सिकाउँछ, त्यसैले हाम्रो सम्पूर्ण जीवन परिवर्तन हुन सक्छ। यो परिवर्तन बिस्तारै आउँछ, तर जब यो आउँछ हामीभित्र नयाँ ऊर्जा सञ्चार हुन्छ। अब अर्को पाइलोको कुरा गरौँ। र जब हामी आफैलाई बुझ्छौँ, आफैलाई माया गर्छौँ, जब हामी यदि तपाईँ आफैलाई साँच्चै माया गर्नुहुन्छ भने त्यसो भए हामीसँग हाम्रा कमजोरीहरू छन् तिनीहरूलाई स्वीकार गर्ने र काम गर्ने हो। यो प्रेमले हामीलाई हामीभित्रको वास्तविक शक्ति पहिचान गर्ने अवसर दिन्छ। स्वीकार गर्नुहोस् र महसुस गर्नुहोस् कि उहाँ जस्तो हुनुहुन्छ, त्यो पनि उस्तै सुन्दर छ। यदि उसले आफ्नो कमजोरीलाई शक्तिमा परिणत गर्ने दिशामा काम गर्छ भने हामीमा सबैभन्दा ठुलो शक्ति भनेको आत्मसम्मान र आत्मविश्वास हो। जब हामी आफैलाई माया गर्छौँ भने हामी ल्याउन तयार छौँ, हाम्रो जीवनमा परिवर्तन आउँछ। यो बुझ्नुपर्छ कि कुनै पनि परिवर्तन तुरुन्तै आउँदैन, तर यदि हामीले आफ्नो आत्मसम्मान बढाउँछौँ भने बिस्तारै हाम्रो भित्री आत्मविश्वासले हामीलाई हरेक कठिनाइको सामना गर्ने बल दिनेछ। अर्को सरल कदम भनेको हाम्रो बानी परिवर्तन हुन सक्छ। हाम्रा बानीहरू हाम्रो जीवनको एक ठुलो हिस्सा हो र जब हामी आफ्नो बानीलाई सकारात्मक दिशामा परिवर्तन गर्छौँ हामी आफ्नो जीवनलाई नयाँ बाटोमा ल्याउँछौँ। यो एउटा पाइला हो जुन हामी हरेक दिन मर्छौँ। जीवनमा के गर्नुपर्छ? यदि हामी बिहान उठ्छौँ अनि सोचबाट सुरु गर्छौँ, यदि हामीले आफ्नो दिनको सुरुवात कुनै राम्रो काम गरेर वा सोचेर गर्यौँ भने त्यो दिन हाम्रो लागि उत्तम हुन सक्छ। यो परिवर्तनको लागि हामीले बुझ्नुपर्छ कि हरेक सानो बानीले ठुलो प्रभाव पार्छ। यदि हामीले आफ्नो जीवन परिवर्तन गर्छौँ भने हामी सानो कदमले आफ्नो सम्पूर्ण दिशा बदल्न सक्छौँ। यदि हामीले आफ्नो दिनको सुरुवात 5 मिनट होसियारीपूर्वक गर्यौँ भने हामी अधिक शान्ति र स्पष्टतासँग बाँच्न सक्छौँ। सपनाको पछाडि कडा मेहनत गरेर भाग्नु सबैभन्दा महत्त्वपूर्ण पाइला हो। सोचले केही परिवर्तन हुँदैन, काम गरेर मात्रै परिवर्तन हुन्छ। सपना साकार पार्न हामीले हरेक दिन मेहनत गर्नुपर्छ। जब हामी हाम्रो कडा परिश्रमलाई हाम्रो सपनासँग जोड्छौँ हामीलाई कसैले रोक्न सक्दैन। हामी पनि परिवर्तनबाट अरूलाई आशा पाउँछौँ। हामी जति आफूलाई परिवर्तन गर्छौँ त्यति नै हामी संसारलाई परिवर्तन गर्न सक्छौँ। सत्य यो हो कि हामीले कुनै पनि बाह्य परिवर्तन महसुस गर्न सक्दैनौँ जबसम्म हामी आफूलाई परिवर्तन गर्न तयार हुँदैनौँ। हामीले आफैबाट सुरु गर्नुपर्छ र गर्न सकिन्छ, किनभने हामीले आफ्नो भित्री शक्तिलाई चिनेर सही दिशामा काम गर्न उत्प्रेरित गर्दा कुनै पनि परिवर्तन कुनै पनि समयमा सम्भव हुन सक्छ। आफूलाई बदल्नुपर्छ। जब तपाईँ आफैलाई परिवर्तन गर्न सारा संसारलाई एउटै दिशामा बदल्न प्रेरित गर्नुहुन्छ। साथीहरू, के तपाईँले कहिले सोच्नु भएको छ किन हामी सबैले फेरि उस्तै गल्तीहरू गर्छौँ र हरेक पटक नयाँ लक्ष्यहरू प्राप्त गर्न प्रयास गर्दा केही बाधाहरू आउँछन्? जवाब सिधा छ, बाहिरी कुराहरू बदल्ने प्रयास गर्नुको सट्टा हामी विश्वास गर्छौँ कि यदि संसार परिवर्तन भयो भने हाम्रो जीवन परिवर्तन हुनेछ। तर सत्य यो कि जबसम्म हामी आफूलाई परिवर्तन गर्दैनौँ तबसम्म हाम्रो जीवनमा वास्तविक परिवर्तन हुँदैन। एउटै दुनियाँले सुन्छ, तर के हामीले कहिले सोचेका छौँ कि हामीले आफ्नो सोच र बानी परिवर्तन गर्यो भने बोल्नुभन्दा धेरै प्रभावकारी हुन्छ। आजकल सोसल मिडियाको दुनियाँमा हामी आफ्नो विचार अरूलाई सजिलै दिन सक्छौँ, तर के हाम्रो बोली साँच्चै हाम्रो वास्तविकताको ऐना हो? के हामी साँच्चै अरूबाट अपेक्षा गरे जस्तै मानव बन्न सक्छौँ त? सम्भव त छैन। तर यहाँ हामीले पहिलो आफूलाई परिवर्तन गर्न आवश्यक छ। देखाउनुहोस् या कागजमा मात्र लेख्नुहुन्छ, शब्दमा मात्र सीमित हुन्छ। वास्तविक परिवर्तन तब आउँछ जब आफूले आफूलाई बुझ्नुहुन्छ, जब तपाईँ आफैलाई सुधार्नको लागि हरेक दिन केही कदम चाल्नुहुन्छ। यो कुनै ठुलो कुरा होइन, तर सानो परिवर्तनले ठुलो नतिजा ल्याउँछ। जस्तो कि तपाईँ बिहान उठेर तपाईँको दिनको सुरुवात सकारात्मक सोचका साथ गर्नुहुन्छ, जसले तपाईँमा विश्वास र आत्मसम्मान बढाउँछ। के तपाईँ हरेक दिन आफूभन्दा राम्रो बन्ने प्रयास गर्दै हुनुहुन्छ? आफैलाई परिवर्तन गर्न समय लाग्छ र यो प्रक्रिया गाह्रो छ, तर सोच्नुहोस् यदि तपाईँले यो परिवर्तनले तपाईँको जीवनलाई मात्र नभई तपाईँको वरपरका मानिसहरूको जीवन पनि असर पार्नेछ भन्ने बुझ्नुहुनेछ। सोच्नुहोस् यदि तपाईँले आफूलाई परिवर्तन गर्नुभयो भने र तपाईँले भेट्नुहुने मानिसहरूलाई पनि यसबाट प्रेरणा मिल्नेछ। के तपाईँलाई याद छ कसले भनेको थियो कि तपाईँ जे सोच्नुहुन्छ त्यो सत्य बन्नुहुन्छ? जब तपाईँ आफूलाई परिवर्तन गर्न तयार हुनुहुन्छ तब सबै कुरा बदल्न थाल्छ। आफ्नो सोचका साथ एउटा उदाहरणको कुरा गर्नु कि एक व्यक्तिले आफ्नो जीवनमा धेरै पटक सफलताको सामना गर्यो। उसलाई लाग्थ्यो कि सबै कुरा आफ्नो विरुद्धमा छ, तर एक दिन उसले निर्णय गर्यो कि अब उसले आफ्नो सोच बदल्ने प्रयास गर्छ। उसले आफ्नो सानो बानीमा ध्यान दियो। यदि समयको व्यवस्थापन सकारात्मक हो भने
आफ्नो सोचलाई दिशा र आफैलाई राम्रो बनाउन हरेक दिन एक पाइला अघि बढाउने उसले आफ्नो जीवनमा परिवर्तन मात्र देखेको छैन, उनको सफलताले उसलाई थप आत्मविश्वास दिएको छ। त्यसैले केही भन्न चाहनुहुन्छ भने आफैसँग बोल्नु महत्त्वपूर्ण हुन्छ। त्यसो भए पहिले तपाईँ आफै बन्नुपर्छ। जब तपाईँ आफैलाई बदल्ने मौका पाउनुहुन्छ, जब तपाईँ आफैमा सत्य हुनुहुन्छ, तपाईले आफूलाई परिवर्तन गर्दा तपाईले देख्नुहुनेछ कि तपाईको संसार पनि परिवर्तन हुनेछ। अब जीवनमा परिवर्तन ल्याउने वास्तविक तरिकाको कुरा गरौँ। आफैसँग इमानदार र आफ्नो कमजोरी स्वीकार गरेर तिनीहरूलाई सुधार गर्न अर्को तरिकाको लागि काम गर्नुहोस्। तपाईको समयको सदुपयोग गर्नु तपाईको सबैभन्दा ठुलो स्रोत हो र जब तपाईँ यसलाई सही रूपमा खर्च गर्नुहुन्छ, यो तपाईको सफलताको रहस्य हो। तेस्रो तरिका भनेको आफ्नो बानी सुधार्नु। के तपाईँ ती बानीहरू परिवर्तन गर्नुहुन्छ? तपाईँलाई आफ्नो लक्ष्यमा पुग्न अब समय आएको छ, तर अब तपाईँले आफैलाई बदल्नुको महत्त्व के हो बुझिसक्नुभयो होला। तब तपाईँले यो पनि याद राख्नुपर्छ कि यो निरन्तर प्रक्रिया हो। परिवर्तन एकै दिनमा हुँदैन, बिस्तारै आउँछ। त्यसकारण जब तपाईँ चुनौतीको सामना गर्नुहुन्छ, सोच्नुहोस् कि यसले मलाई राम्रो व्यक्ति बनाउन सक्छ। जब तपाईँ आफैलाई यो प्रश्न सोध्नुहुन्छ, तपाईँ आफ्नो गन्तव्यमा पुग्नको लागि सबैभन्दा राम्रो बाटो हो जुन बाटोमा अगाडि बढ्नुहुन्छ। साथीहरू, यदि तपाईँलाई लाग्छ कि यो भिडियोले तपाईँलाई केही सिकाएको छ, यदि तपाईँ सोच्नुहुन्छ कि तपाईँ आफैलाई परिवर्तन गर्ने प्रक्रियामा हुनुहुन्छ भने तपाईँले त्यो परिवर्तनको लागि हाम्रो च्यानललाई अगाडि पछ्याउन सक्नुहुन्छ र हरेक दिन केही ज्ञान सिक्न सक्नुहुन्छ ताकि तपाईँले आफ्नो जीवनलाई अझ राम्रो बनाउन सक्नुहुन्छ। अन्तमा तपाईँ परिवर्तन नभएसम्म कुनै बाह्य परिवर्तन सम्भव छैन। आफैलाई परिवर्तन गर्न कदम चाल्नुहोस् र हेर्नुहोस् तपाईँको जीवन कसरी परिवर्तन हुन्छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नुहोला है त। एक दिन एकजना युवक बुद्ध कहाँ आएर सोधे, हे महात्मा, मेरो एउटा प्रश्नको जवाफ दिनुहुन्छ? महात्मा मुस्कुराउनु भयो र भन्नुभयो, के सोध्नु छ बालक? त्यसपछि युवकले भने, हे महात्मा, म जवान नै छु, तर म धेरै दुखी छु। मेरो जीवनमा धेरै दुःख छ। मेरो जीवन अझै धेरै बाँकी छ। मेरो जीवनमा यो दुःखहरू बढ्दै जानेछन् कि सुख पनि आउँछ। यी दुःखहरूबाट मुक्ति पाउने कुनै उपाय छ? यो सुनेर बुद्धले भन्नुभयो, तपाईँको दुःख कहाँ छ? म देख्न सक्दिनँ त। यो सुनेर युवकले भन्छ, हे महात्मा, दुःख म भित्र छ अनि तपाईँले कसरी देख्नुहुन्छ? तब बुद्धले तुरुन्तै भन्नुभयो, मैले तपाईँको दुःख देख्दिनँ त। युवकले भन्छ, बुद्ध, म आफ्नो दुःख राम्ररी देख्न सक्छु। त्यसपछि बुद्धले सोध्नुभयो, के तपाईँलाई थाहा छ दुःखको जरा के हो? युवक र बुद्धले छलफल गरिरहेको बेला एक भिक्षु दौडेर त्यहाँ आएर बुद्धको कानमा केही भने। त्यसपछि बुद्धले त्यही छेर भन्नुहुन्छ, आज म तपाईँलाई जीवनको सत्य देखाउने ठाउँमा लैजान्छु। त्यहाँ तपाईँले केही भन्नु पर्दैन। सबै चुपचाप मेरो कुरा सुनिरहनु। सबै प्रश्नहरूको उत्तर आफै पाउनुहुनेछ। युवक गौतम बुद्धको पछि लाग्न थाल्छ। केही दूरी हिँडेपछि गौतम बुद्ध एउटा घरमा प्रवेश गर्नुहुन्छ। घरभित्र पसेपछि बुद्धले देख्छन् कि त्यहाँ धेरै मानिसहरू उभिरहेका छन्। बीचमा एउटा बुढो मानिस खाटमा सुतिरहेका छन्। बुद्धलाई देख्ने बित्तिकै सबै मानिसहरू उहाँको लागि बाटो बनाउँदै गए। बुद्ध त्यो मानिस कहाँ गएर खाटमा बस्नुहुन्छ अनि युवक पनि नजिकै बस्छन्। तब खाटमा पल्टिएको बुढो मानिसले भन्न थाल्छ, हे महात्मा, थाहा छैन मेरो जीवनमा अझै कति सास बाँकी छ। थाहा छैन मलाई भगवानको घरबाट कुन समयमा बोलाइन्छ। म मर्नु अघि मेरा केही प्रश्नहरूको जवाफ तपाईँबाट जान्न चाहन्छु। मलाई थाहा छ तपाईँले मात्र मलाई मेरो प्रश्नहरूको उत्तर दिन सक्नुहुन्छ, त्यसैले मैले यहाँ बोलाएको छु। त्यसपछि वृद्ध मानिसले भन्न थाले, भगवान, मेरो अन्तिम घडीमा म मेरो बाल्यकालका दिनहरू धेरै सम्झिरहेको छु। बाल्यकालका दिनहरू सम्झिन्छु अनि सोच्छु ती दिनहरू कस्ता थिए। न केही पाएको चिन्ता, न केही गुमाउनुको दुःख। बाल्यकालका ती दिनहरू सम्झेर आँखाभरि आँसु आउँछ। त्यो बेला कति स्वतन्त्रता थियो, मन कति खुल्ला थियो, मनमा केही पाउने र हर थिएन, जसमा म पनि खेलकुदमा व्यस्त हुन्थेँ। दिनभर त्यही खेलमा मग्न रहन्थेँ। तर केही समयपछि म ठुलो हुँदै गएपछि मानिसहरूले मलाई सोध्न थाले। मेरो बुबाले मलाई बारम्बार भन्नुहुन्थ्यो, तिमी पढ्नुपर्छ, तिमी किन आफ्नो भाइ जस्तो छैनौ, किन पछाडि पर्यौ। म असाध्यै बेचैन हुन थालेँ। म न खेलकुदमा राम्रो न पढाइमा नै राम्रो थिएँ। मानिसहरूले मलाई धेरै बिल्ला गर्थे।
सबैले मलाई अरू जस्तै बन्न भनेर सोध्ने गर्थे र मलाई दिक्क भएर मैले जीवनमा केही हासिल गर्ने निधो गरेँ। म पनि भाइ जस्तै सफल मान्छे बन्छु भन्ने बाचा गरेँ र त्यसका लागि दिनरात मेहनत गर्न थालेँ। सुरुमा धेरै गाह्रो भयो, तर मैले धेरै निराशाको सामना गरेँ। मैले सबैलाई नमानेर आफ्नै व्यवसाय सुरु गरेँ। त्यसपछि मैले केही हासिल गरेको महसुस गरेँ। मलाई धेरै खुसी लाग्यो, किनभने मलाई जिस्काउने मान्छेहरू अब मलाई पछ्याउन थाले। केही समयपछि एउटा धनी बाबुको छोरीसँग विवाह भयो र त्यसपछि मेरो जीवन स्वर्ग बनेको अनुभूति भयो। केही वर्षपछि 2 सन्तानको आशीर्वाद पाएँ। ती दुवै धेरै सुन्दर र खुसी थिए। अब मेरो मन छोराछोरीको लागि केही गर्न आतुर भयो। मैले धेरै पैसा कमाउन थालेँ र चाँडै म मेरो गृहनगरमा सरेँ। सबै ठिकठाक चलिरहेको थियो, तर अप्रिय घटना कसले रोक्न सक्छ। एक दिन अचानक मेरी श्रीमतीले मलाई छोडेर गइन् र यसले मलाई गहिरो धक्का दियो। म धेरै दिन घरबाट बाहिर निस्केको छैन। मेरा छोराहरूले मलाई हिम्मत दिए कि बुबा आमा अब रहेनन् र जे भयो त्यो फिर्ता हुन सक्दैन, तर हामी दुवै दाजुभाइले सधैँ साथ दिनेछौँ र सेवा गर्नेछौँ। तपाईँले कुनै कुराको चिन्ता लिनु पर्दैन। बिस्तारै आफैले पनि बुझ्दै गए कि अब म मेरी प्यारी श्रीमती बिना नै बाँच्नुपर्छ। त्यसैले मेरो मन छोराछोरी या उनीहरूको खुसीमा मात्र खुसी थिए। त्यसपछि मैले भने कि जीवन चक्रमा मलाई प्राय जीवन के हो, जीवनको गहिराइमा कसरी जाने, म को हुँ र यस संसारमा के गर्न आएको हुँ, कसरी थाहा पाउने, यस्ता अनेकौँ प्रश्नहरू मसँग छ। मेरो मनमा यी प्रश्नहरू उठ्यो र मैले तपाईँको बारेमा पनि थाहा पाएँ। तर म सधैँ सोच्ने गर्थेँ कि पहिले मैले मेरो जीवनबाट दुःखहरू हटाउनुपर्छ, समस्या हटाउनुपर्छ। त्यसपछि म मेरो सम्पूर्ण दिमाग ध्यानमा केन्द्रित गर्नेछु र यो सोचले मैले कहिले ध्यान गरिनँ। मलाई थाहा थियो कि बिस्तारै समय बित्दै गयो र अनन्तमा ठुलो हुँदै गएँ। म बिरामी परेँ, तर मेरो जीवनमा केहीको कमी थिएन। उनीहरूले मलाई राम्रोसँग साथ दिए। मैले जीवनमा धेरै कुरा हासिल गरेँ, तर अब जीवनमा फर्केर हेर्छु भने मेरो बाल्यकालका दिनहरू सबैभन्दा मिठो दिन थिए भन्ने महसुस गर्छु। मलाई थाहा छ म केही मिनटको पाहुना हुँ। सायद यति बुझेँ भने शान्त तरिकाले मर्न सक्छु। जीवनको वास्तविक अर्थ बुझेर मर्न सकु। के तपाईँले केही सूत्र बताइदिन सक्नुहुन्छ? यो सुनेर महात्माले भन्नुभयो कि प्रत्येक मानिसको बाल्यकालमा एक प्रिय हुनुपर्छ। किन यस्तो हुन्छ? किनकि त्यो बेला उसलाई कुनै चिन्ता हुँदैन, ऊ स्वतन्त्र हुन्छ, उसको मनमा कुनै चाहना हुँदैन, जुन काममा लागे पनि त्यसैमा तल्लीन हुन्छ। तर मानिसको उमेर बढ्दै जाँदा उसको आफ्नो इच्छा दिनको कामना गर्दछ, शरीर बढ्दै जान्छ र त्यसैले अक्सर मानिस भविष्यको लागि तयारीमा व्यस्त हुन्छ वा विगतको बारेमा सोचिरहन्छ र वर्तमानमा बाँच्न बिर्सिन्छ। जबकि सानो बच्चालाई हेर्दा उसको न भविष्य छ न कुनै विगत, उसलाई केही हुँदैन, वर्तमान मात्र हो र त्यसैले वर्तमानमा पूर्णतया खुसी रहन्छ। तिमीले आफ्नो पूर्ण जीवन आफ्नो सफलता, छोरा, श्रीमती र आफ्नो भविष्यको योजनामा बितायौ र सधैँ सोचिरह्यौ कि पहिला म आफ्नो जीवन जिउन चाहन्छु, म यसलाई मिलाउँछु र सत्यको खोजी गर्छु अनि ध्यान गर्छु। तर हामी बिर्सिन्छौँ कि भोलि कहिले आउने छैन, भविष्यका योजनाहरू कहिले पुरा हुने छैन। जब एउटा योजना पुरा हुन्छ तब हाम्रो दिमागले अर्को योजना बनाउन थाल्छ। यसरी जीवनको चक्र चलिरहन्छ र अहिले अन्तिम क्षणहरूमा जब मृत्यु तिम्रो छेउमा परेको छ, तिमीले महसुस गरिरहेका छौ कि मैले जीवनमा केही प्राप्त गरिनँ। अब तिमीले महसुस गरिरहेका छौ कि तिमीले जे गरे पनि तिमीले आफ्नो साथमा एउटा सियो पनि लग्न सक्ने छैनौ। यदि तिमीले यो तिम्रो समयलाई बुझेको भए तिमीले तुरुन्तै ध्यान र सत्यको खोजी गर्ने थियौ। तिमीले आफूसँगै लान सक्ने केही चिजको खोजी गर्ने प्रयास गर्थ्यौ जसले तिमीलाई पूर्ण रूपमा मर्ने बाटो देखाउने थियो। त्यसैले वृद्ध मानिसले हात जोडेर महात्मालाई भने, हे महात्मा, मलाई थाहा छ मैले गल्ती गरेको छु, मैले आफ्नो जीवन सार्थक रूपमा बिताइनँ र मैले यो धेरै गहिरो महसुस गरेको छु। तर म फेरि पनि यही कुरा भन्न चाहन्छु, म जान्न चाहन्छु कि म सिद्ध थिएँ कि थिइनँ, के म मर्न सक्दिनँ, के मैले अब सत्यको झलक पाउन सक्दिनँ। यो सुनेर बुद्धले धेरै स्नेहपूर्वक ती वृद्ध मानिसलाई भन्नुभयो कि अब एउटा मात्र सूत्र बाँकी छ र त्यो सूत्र भनेको जीवनमा जे पायो वा जे गुमायो त्यसलाई यहीँ छाडेर गइहाल। यसलाई आफ्नो मनमा साथमा नराख्नु। आफ्नो मनमा यो भावना पैदा गर्नु कि तिमीले जीवनमा धेरै कुरा सिकेको छौ र वास्तवमा तिमीले आफ्नो जीवनमा धेरै प्रगति गरेको छौ, किनभने तिमीले यो सिकेको छौ जीवनमा सार्थक केही छैन भन्ने स्वीकार गरेर यो जान्नु पनि ठुलो उपलब्धि हो। मानिसहरू आफ्नो पुरै जीवन जिउँदै मर्छ तर जीवनको अर्थहीनतालाई बुझ्दैनन्। त्यसैले अब आफ्नो मनबाट सबै प्रश्नहरू छाडेर जीवनमा सबै कुरा जान्न लायकको थियो भन्ने भावना पैदा गर।
मैले यो थाहा पाएको छु र अब जीवनमा जान्न केही बाँकी छैन। जब तिमी यो अनुभूतिले भरिन्छौ तब तिमी पुरा रित्तो भएर मर्नेछौ र वास्तवमा यो मर्ने कला हो। जिन्दगीमा जे गरे पनि, जे हरायो त्यो पनि पायो। यो संसारको हो र यही रहनेछ। हामीसँग केही जाने छैन, हामी खाली जानेछौँ। हामी पुरै रित्तो जानेछौँ र जो आफ्नो दिमागले पूर्ण रूपमा खाली जान्छ वास्तवमा ऊ भित्र ज्ञानको दियो जल्छ र तिनीहरू अर्को जन्ममा पनि जान्छन्। उसले निर्वाह अवस्था प्राप्त गर्न सक्छ, तर त्योभन्दा पहिले यो जीवनको व्यर्थता बुझ्नुपर्छ। यहाँ केही पाउनु वा गुमाउनुको केही फरक पर्दैन। त्यसपछि धेरै बेरसम्म मैले कुनै प्रश्न सोधिनँ र उनी मुस्कुराउँदै मरे। त्यसपछि बुद्धले ती युवकलाई सोध्नुभयो के तपाईँले आफ्ना प्रश्नहरूको उत्तर पाउनुभयो? के उत्तर पाउनुभयो सबै मलाई भन्नु। तब युवकले भन्यो, हे महात्मा, मैले मेरा प्रश्नहरूको उत्तर पाएको छु। वृद्धको जीवन चक्रबाट मैले बुझेको छु कि जीवनमा केही पनि पाउन लायक छैन, चाहे सुख होस् या दुःख होस्। सबै कुरा यहाँ पछाडि नै रहन्छ र यही चक्रमा फसेर बस्यो भने सत्य कहिले पनि थाहा पाउन सक्दैनौँ। त्यसैले जीवनमा सुख दुःख सँगसँगै चलिरहन्छ। हामीले सत्यको खोजी गर्नुपर्नेछ। तर बुद्ध, मेरो मनमा एउटा प्रश्न बाँकी छ जसको उत्तर सबैले जान्न जरुरी छ। मेरो प्रश्न यो हो कि म ध्यानको यात्रा गर्न धेरै प्रेरित छु, तर मलाई कुनै मार्ग थाहा छैन। ध्यान कसरी गरिन्छ? ध्यानका सबै विधिहरूको अर्थ के हो? तपाईँलाई वर्तमानमा ल्याउनको लागि हो? यदि तपाईँ पूर्ण रूपमा उपस्थित भएर पूर्ण एकाग्रताका साथ केही गर्न सक्नुहुन्छ भने तपाईँ ध्यानमा हुनुहुन्छ। तर हाम्रो ध्यान यताउता रहन्छ। कसैको वर्तमान घटाउँदै शान्तिमा रहनुको लागि म तपाईँलाई एउटा सानो विधि बताउँछु जसको माध्यमबाट तपाईँले आफ्नो तनाव कम गर्न सक्नुहुन्छ र ध्यानलाई पनि बुझ्न सक्नुहुन्छ। जब तपाईँ हिँड्नुहुन्छ वा बस्नुहुन्छ, केवल आफ्नो श्वास प्रश्वासमा ध्यान केन्द्रित गर्नुहोस्। सास कुन नाकबाट आउँछ, कुन नाकबाट जान्छ र कुन कुनाबाट हान्दैछ, केवल यसको साक्षी बन्नुहोस्। यसलाई हेर्दै रहनुहोस्। चाहे तपाईँ कुनै काम गर्दै हुनुहुन्छ, हिँड्दै जानुहुन्छ वा खाना खाँदै हुनुहुन्छ, केवल आफ्नो सास फेर्नमा ध्यान दिनुहोस्। र यो गर्दा तपाईँलाई महसुस हुनेछ कि तपाईँको दिमागले तपाईँलाई यताउता लैजान्छ, तर केही समयपछि फेरि सचेत हुनेछ कि तपाईँले आफ्नो श्वास प्रश्वासमा ध्यान दिनुपर्छ र तपाईँको ध्यान फेरि स्वचालित रूपमा श्वास प्रश्वासमा जान्छ र बिस्तारै जब तपाईँ आफ्ना विचारहरू हेर्न थाल्नुहुन्छ तपाईँले विचारहरू हराएको पाउनुहुनेछ। तपाईँभित्र एउटा खाली मैदान बाँकी छ। सबै प्रश्न उत्तरहरू हराएका छन्। यसपछि बुद्धले भन्नुभयो, जुन सास लिनुहुन्छ न त भविष्यमा न त विगतमा, त्यो वर्तमान अवस्था हो। र जब तपाईँ आफ्नो साससँग जोड्नुहुन्छ तपाईँले वर्तमानमा ध्यान गर्न सिक्नुहुन्छ, किनभने तपाईँले ध्यान गरिरहनु भएको सासहरू वर्तमानमा चलिरहेका छन्। त्यसपछि बिस्तारै पाइलामा तपाईँ आफै ध्यानको अनुभूति गर्न थाल्नुहुन्छ। त्यसपछि जे गरे पनि आफ्नो पुरा ध्यान त्यसैमा हुनेछ। त्यसपछि जहाँ हुनुहुन्छ त्यहीबाट सुरु गर्नुहोस्, त्यहीबाट सास समात्न थाल्नुहोस्। यति सुनेपछि युवकले बुद्धलाई धन्यवाद दिए।